स्वागत छ साथीहरू मेरो युट्युब च्यानलमा। आज फेरि पनि एउटा नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। आज चाहिँ विशेष गरी एयरपोर्टको छ र हाम्रो कान्छी बहिनी कतारबाट आउँदैछ र उसलाई स्वागत गर्ने क्रममा भिडियोहरू केही क्लिप्सहरू बनाएको छु। कृपया हेरेर साथ दिनुहोला। हामी चाहिँ अहिले बौद्ध पहेँलो पुलबाट याङ्गो गरेर एयरपोर्टतर्फ जाँदैछौँ र यो चाहिँ कोरिडोरको बाटो, बागमती कोरिडोरको बाटो हामी जाँदैछौँ। बाटो एकदमै भिड नै छ। यहाँ अघि अलिकति पानी परेको रहेछ जस्तो छ, हाम्रोतिर चाहिँ परेको थिएन। अहिले हामीले गोरीगाउँको बाटोबाट मित्र पार्क आइपुगेको छौँ र हाइवे आइपुगेको छौँ र यहाँदेखि उता चाहिँ हामी गौशाला आउँदै एयरपोर्टतिर जाँदैछौँ र अर्कोपट्टि चाहिँ चाबेल पर्छ। चाबेल हुँदै उता जान्छ, रिङ रोड घुम्छ। हामी चाहिँ अगाडि बढिरहेको छौँ। बाटो एकदमै भिड छ। यो अहिले पशुपतितिर आइपुगेछौँ अनि धेरै जाम छ। यहाँ चाहिँ हेर्दा हेर्दा दुईवटा बाइक फेरि ठोकिहाल्यो, सामान्य ठोकेको रहेछ। हामी यसलाई तरेर अगाडि बढ्दैछौँ एयरपोर्टतर्फ। र हामी क्रस गरेर अब चाहिँ अलिक बाटो खाली खाली भयो जस्तो छ। तारमा हामी अगाडि बढिरहेछौँ एयरपोर्टतर्फ। हाम्रो यहाँको राइडरले एकदमै राम्रो चलाउनु हुँदो रहेछ। एयरपोर्ट आइपुगेको छौँ। यहाँबाट चाहिँ हामी टट्ट एयरपोर्ट जान्छौँ र सिधै घन्टा 3 को नै कोटेश्वर हुँदै जान्छ। अनि हामी यहाँदेखि एयरपोर्ट लेफ्टतर्फ जाँदैछौँ। यो अगाडि गाडीहरू पनि जाँदैछ, एयरपोर्टै गइरहेछ। यो एयरपोर्टको मेन गेट हो। यहाँदेखि हामी छिरेर जाँदैछौँ। खास जानुपर्ने चाहिँ इन्टरनेसनलको अराइभलमा जानुपर्ने, तर म भिडियो बनाउनु पर्ने भएर अलिक माथि नै डोमेस्टिकतिरै म जाँदैछु। जस यो एयरपोर्टको सिनहरू चाहिँ मलाई एकदमै मनपर्छ, राम्रो छ। गार्डनहरू, यहाँको हरेक इन्फ्रास्ट्रक्चरहरू राम्रो लाग्छ मलाई। अगाडि गाडी आएर फेरि यहाँभित्र पनि भिड हुनुपर्छ, ठिकै छ। हामी आइपुग्न आँट्यौँ। यता हामी डोमेस्टिकतिर आएका छौँ। अब चाहिँ हामी यहाँ गाडी क्रस गरेर जान्छौँ। जाऊ भित्र पनि साह्रो भिड हो गाडी त। अब चाहिँ खुल्ला हो। हामी यताबाट बाइक पार्किङहरू गर्छ। यहाँदेखि हामी जान्छौँ। यो चाहिँ एयरपोर्टको डोमेस्टिक टर्मिनल र हामी चाहिँ टक्क आइपुग्यौँ। सट्ट यहाँ रोकिदिनुहुन्छ। म चाहिँ यो डोमेस्टिक टर्मिनलबाट फेरि हिँड्दै यहाँको गार्डनहरू, यहाँको सबै कुरा भिडियो खिच्दै तर्फ जाँदैछु इन्टरनेसनलको त्यो अराइभलको पार्किङतर्फ। यस यो एरियाहरू एकदमै राम्रो छ, बाटोहरू राम्रो बनाएको छ यस एयरपोर्ट चाहिँ। अगाडिको बाटोहरू राम्रो छ, गार्डन। र अब चाहिँ यहाँदेखि झरेर ठ्याक्कै पार्किङ आइपुगेको छ तल ठ्याक्कै अराइभलको। यहाँ चाहिँ हामी वेटिङमा छौँ।
कति बजे आउने हो। अघि फोन गरेको आइपुग्न आँट्यो भन्दै थियो, अब सायद आइपुग्छ होला। गरेको पार्किङ सबै र म छौँ, रेडी भइरहेको छ। हामी चाहिँ खदा लिएर स्वागत गर्नलाई ठिक छ। फोन गर्नुहुन्छ होला आइपुगेन। फाइनली पुनु चाहिँ आइपुगेको छु। पर लगेज ट्रलीमा हालेर आउँदैछ, अनि त्यसले मलाई देखेको छैन। कतै छ मलाई अब बल्ल बल्ल देख्यो। अनि उसको बसहरू पनि हुनुहुन्छ, उहाँहरू पनि। नानीहरू त ट्रलीमा पुरै लिएर आउनुभएछ दाजुले। हाम्रो आदरणीय दाजु भाउजू हुनुहुन्छ, अनि यहाँ नानीहरू। लु स्वागत छ सबैजनालाई। थोरै छैन त लगेज त लेखमा नदेखेको। पछि हाम्रो बुनु है, कान्छी बहिनी। त्यहाँदेखि भेट्नु पाइँदैन, अलिक पर गएर यहाँदेखि चाहिँ भेट्नु पाइने रहेछ। ल यहाँदेखि चाहिँ हाम्रो आदरणीय दाजुहरूलाई खदा लागेर स्वागत हुँदैछ हाम्रो सबैबाट। नानीहरूलाई पनि, नानीहरू अचम्म मानिरहेछ के भयो भनेर। उनीहरूलाई नेपालको कल्चर केही पनि थाहा छैन। अनि उहाँ चाहिँ आदरणीय भाउजू, अनि हाम्रो मेन आजको विशेष हाम्रो स्पर्शलाई। अब चाहिँ हामी गाडीमा सामानहरू लोड गर्ने क्रममा छौँ र उहाँहरूलाई चाहिँ सामान लोड गरेर पठाइदिन्छौँ। र हामी चाहिँ हिँड्दै त्यहीँ बाटो पारी त हो, त्यहाँनिर होटल छ, अनि बुक गरेको त्यहाँ हामी जानेछौँ। गाडी आइपुग्यो, एउटा ठुलो खालको भेन छ बुक गरेको। अनि सामान थुप्रो छ तर अट्दै रहेछ। गुरुज्यूले सघाउँदै हुनुहुन्छ। कृपया भिडियो मन पऱ्यो भने भिडियोलाई लाइक, सब्सक्राइब अनि बेल आइकन पनि बजाइदिनु होला। धन्यवाद। अब चाहिँ हामी उहाँहरूलाई गाडीमा पठाएर एयरपोर्ट बाहिर निस्किँदैछौँ। र यो चाहिँ एयरपोर्ट बाहिरको हाइवे। अनि यहाँदेखि चाहिँ हामी हुँदै हाइवे क्रस गरेर आइसकेको छौँ र होटल चाहिँ यहीँ अगाडि रहेको छ। अगाडि चाहिँ सबै जाँदैछ। यो चाहिँ हाम्रो होटल हो। र हेरौँ भित्र राम्रो छ जस्तो लाग्यो। हामी चाहिँ यो होटलको अन्तिम फ्लोर 5th फ्लोरमा छौँ र यहाँदेखि चाहिँ एकदमै राम्रो भ्यू देखिँदै रहेछ। यतापट्टिको यो होटलहरू, घरहरू नि यो पुरै यो सिनेमङ्गलको एरियाहरू राम्रोसँग देखिँदै रहेछ। अनि यहाँ चाहिँ अगाडि एउटा प्यासेज छ र राम्रो बनाएको रहेछ। यतापट्टि हाम्रो रुम अनि बाथरुम रहेछ। चाहिँ भित्रको हाम्रो रुमहरू सानै छ तर ठिकै रहेछ। अहिले चाहिँ 7 बजेर कटिसकेको हुनाले अलिक रात परिसकेको रहेछ। र यो बाहिरको सिन रात पर्दा पनि एकदम राम्रो देखिँदै रहेछ यहाँको भ्यू चाहिँ। उहाँहरूको व्यस्तता धेरै भएकोले भर्खर यहाँ भेटघाट हुने कार्यक्रम चाहिँ वास्तवमा हुँदैछ। त्यो चाहिँ सुमन कान्छो भाइ अनि उसको नानी हाम्रो सृष्टि छोरी भेटघाट हुन्छ। कम्ता खुसी भएको छैन सृष्टि फेरि उसको फुपूसँग। हेलो हाई।
हाम्रो बहिनीले हेर्दै पढेर जाने चाहिँ उहाँ हो, थोमस। कम्ता क्युट छैन, फेरि चकचक चाहिँ खतरा रहेछ। अब हामीले खानाहरू खाइसक्यौँ। अब बिस्तारै हामी चाहिँ निस्किन्छौँ होटलबाट। अनि दाजुहरू चाहिँ बस्नुहुन्छ, अनि बहिनी, नानीहरू, अनि हामी चाहिँ अब आफ्नो ठाउँ जाँदैछौँ। र हामी मुनि आइसकेको छौँ हलमा। र यो चाहिँ हल हो। यो चाहिँ हामी हाम्रो सबै र स्पर्श बुन्नु कुरा गर्दैछ। यो बुन्दा म एक दुई शब्द लाग्ने, यहाँ मको यतिखेर दिनु पऱ्यो, के भन्दै रहेछ सुन्नु। ल अब चाहिँ सुमन पनि आइपुगेछ। अनि हाम्रो ट्याक्सीहरू बुक गरेको छौँ, सायद आइसकेछ बाहिर। अनि अब हामी जानेछौँ। दुईवटा ट्याक्सी बुक गरेका छौँ, सबै र म एउटा ट्याक्सीमा, र सुमन र नानी। अनि एक दुईवटा सामान छ, नानी सुतिसकेछ। अनि पठाइदिन्छौँ र आफ्नो घरतर्फ लाग्नेछौँ। अनि बुनुहरू चाहिँ यहीँ बस्नुहुन्छ। ल बाई बाई, सुमन गयो। यहाँसम्म भिडियो हेरिदिनु भएको लागि धेरै धेरै धन्यवाद।